होइन आइबडी तैँले एउटा कुरा याद गरिस् यो भुइँचालो चाहिँ किन आउँछ घरिघरि अब टेन्सन हुन थालिगयो अनि टेन्सन त किनभने नि मेरो अनुमान सोधेको होइन अँ तपाईँलाई थाहा छैन यहाँ आएर बस्नु म राम्ररी बुझाउँछु भन्न भन् फोन खोलिसक्दा यतै बे उतै बे त्यतै बे चारपट्टि फोन खोल्दै हुँदैन बेको बे नाचेका छन् बाजा बज्दा छन् जहाँसुकै नाचेका छन् त्यो नाच्ने आँगनले नथामुन्जेलै त्यो यस्तो घुइँचो नाचेका छन् हरेक बेमा मैले देखेको हरेक बेमा अनि कोही बेहुली लुतेछन् कोही बेहुली भनेको डोजरले उचाल्नै नसक्ने पनि छन् यत्र मेरा त आँखाले पनि नभ्याउने गरी त्यहाँदेखि अनि अब त्यो बिहे गर्दै जाने क्रममा बेहुलाले यसो उचालेर यता सार्नुपर्ने हुन्छ अनि त्यसरी उचाल्ने हुँदाखेरि चाहिँ बेहुलाले नसकेर अलिकति उचालिसक्दा पुर्लुकै लडाएछ अनि त्यो लडिसकेपछि त्यो बेहुलीको लोड चाहिँ पृथ्वीलाई थाम्न सकेन त्यसले गर्दा भुइँचालो आएको हुनुपर्छ बे उत्पातै भयो हो नचाहिँ उत्पातै भयो बेहुली मोटो उत्पातै भयो त्यसले गर्दा मेरो अनुमानमा यसो दाहिने दिमागले सोच्दाखेरि त्यस्तो पनि हुन्छ र अनि किन हुँदैन